गाइस आज चाहिँ हामीसित DJI माइक मिनी 2 आइसकेको छ र यो चाहिँ अब अनबक्सिङ गर्न गइरहेको छ हामीले। यो चाहिँ 1 वर्ष वारेन्टी सहित आएको रहेछ। कहाँ छ फोन यार? कति खुले चाबी दियो त? यो काटिदिँदै पाउँ। यहाँ हाम्रो सिल लगाएको छ है। यहाँतिर चाहिँ यो पेपर छ। यहाँ पेपरमा चाहिँ के छ पुरै मेनुअल डिटेल्स दिएको रहेछ र यहाँ हेर्नु स्टिकर पनि दिएको रहेछ। सँगसँगै एउटा बक्स आएको। क्लोज त खोलेको थियो त। यो सँगसँगै हामीसित कलर बक्स आइसकेको छ। यहाँ यो चाहिँ तपाईँलाई माइक सँगसँगै आफ्नो कपडाको डिजाइन अनुसार कलर हाल्नु पऱ्यो भने चाहिँ यो कलर बक्स आइसकेको छ। देख्न सक्नुहुन्छ झन्डै 1 2 र यसो चाहिँ हामीसित रहेछ ज्याक। एउटा चाहिँ यो पिनवाला ज्याक रहेछ भने अर्को चाहिँ हाम्रो टाइप सीसँग ज्याक छ। यो चाहिँ अब तपाईँले क्यामेरा अनुसार अथवा मोबाइल अनुसार कुन चाहिन्छ त्यो अनुसार युज गर्न सक्नुहुन्छ। अब हामी खोलौँ माइक है त। माइक आइसकेको छ हाम्रो हातमा र तपाईँलाई यो माइकभन्दा यो बक्समा हेर्नुहुन्छ भने तपाईँलाई यो बक्समा चाहिँ हाम्रोसँग दुईवटा यहाँ ब्ल्याक कलरको यसकै साइड होला यो कलरको आएको छ। अनि त्यस्तै गरी यहाँ हेर्नुहुन्छ भने दुईवटा चाहिँ हाम्रो म्याग्नेट आएको छ। त्यस्तै गरी हाम्रो यो सिलिकन जेल पनि दिएको छ यो नबिग्रियोस् भनेर। सँगसँगै यहाँ बक्स चाहिँ एउटा पाउच चाहिँ एकदम हल्का छ। यो खोल्नु है त। हेर्न सक्नुहुन्छ DJI माइक मिनी 2 यहाँ रहेको छ। र यो सँगसँगै तपाईँहरूले यो कलर चेन्ज गर्न मिल्छ भन्नेको चाहिँ थाहा पाएको थिएँ के छ यसको अवस्था है त। यो चाहिँ व्हाइटमा छ र पहिला चाहिँ हाम्रो यो अट्याच आउँथ्यो भने यो चाहिँ हाम्रो म्याग्नेट पनि जोडिएको छ। यहाँ सँगसँगै अर्को म्याग्नेट यहाँ छ चाहिँ तपाईँले यहाँ युज गर्न सक्नुहुन्छ। र अर्को हेर्नुहुन्छ भने यहाँ डिस्प्लेमा यो चाहिँ हामीले यसरी निकाल्न सक्ने भयो। सँगसँगै यसरी हाम्रो यो यहाँ भक्कम मात्रै एउटा तपाईँले चुज गरेर हाल्न पनि सक्नुहुने भयो।